नमस्कार। विगतलाई सच्याउने होइन वर्तमानलाई सुधार्ने हो। हामीले विगतलाई सच्याएर कहिले पनि अगाडि बढ्न सक्दैनौँ। त्यसकारण जिन्दगीले कहिले पनि हामीलाई विगतबाट सच्याउने समय दिँदैन। वर्तमानलाई सुधार्नको निम्ति हजारौँ समय प्रदान गरेको हुन्छ। त्यसैले विगतलाई हेर्दै नहेर्ने भने पहिले विगतमा हामीले गरेका कमजोरीहरूलाई हेर्ने, त्यो कमजोरीहरूलाई मैले अब चाहिँ कुन पोइन्टमा गल्ती गरेको थिएँ, कुन पोइन्टमा मैले सुधार्नु पर्ने थियो, त्यो पोइन्टलाई सुधारेर अगाडि बढ्नको निम्ति हामीलाई सदा समय दिइरहन्छ। त्यही मानेमा मैले विगतमा गल्तीहरू भए, अन्जानवश भए, कसैको लहलहमा लागेर भए, विभिन्न प्रकारले भए, ती भएका गल्तीहरूलाई त्यही छोडेर म अब आगामी दिनमा मेरो भविष्यको निम्ति, मेरो वर्तमानको निम्ति म एकदम सुन्दर काम गर्छु, म गजब काम गर्छु, मैले सबैलाई फाइदा दिने काम गर्छु भन्ने सोचका साथ जिन्दगीलाई सुधारतिर गयौँ भने हामीले पक्कै पनि हामी के हुन्छौँ भन्दा हाम्रो लक्ष्यमा पुग्न सक्छौँ। त्यसैले यो विगतमा फर्केर मलाई चाहिँ विगतमा रुमालिरहने वातावरण सिर्जना गर्ने, प्रकृतिलाई चाहिँ जोडिरहने तत्त्व के हो त खास, त्यो तत्त्व मैले पत्ता लगाउनु पर्ने हुन्छ। हरेक मान्छेहरू चाहिँ अधिकांश मान्छेहरू के हुन्छ भन्दा विगतलाई कोट्याएर रोइरहेका हुन्छन्, विगतलाई कोट्याएर चिन्तित भइरहेका हुन्छन् र वर्तमानमा रमाउन सक्दैन। त्यसकारण विगतलाई चाहिँ कोट्याएर चिन्तित हुनुभन्दा वर्तमानमा रमाएर आनन्दित हुनु, वर्तमानमा चाहिँ गजब वातावरण सिर्जना गर्नु सबभन्दा उत्तम हुन्छ। कसको लागि? मेरो जिन्दगीको लागि। त्यसैले मैले मेरो जिन्दगी गजब बनाउनु छ भने के गर्ने त भन्दा विगतलाई छोडेर विगतबाट केही पाठ सिकेर वर्तमानमा रमाउने र भविष्यमा ठुला सपनाहरू देखेर भविष्यमा कस्तो बन्ने भन्ने प्लानका साथ हामी अगाडि गयौँ भने हाम्रो जिन्दगी एकदम गजबको बन्छ।